फेरि खुल्यो अर्को आइपिओ। कालिन्चोक हाइड्रो पावर लिमिटेडले आज फागुन 13 गतेदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो आइपिओ निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावितका स्थानीयका लागि 5,50,000 किता आइपिओ छुट्याएको छ। यो आइपिओ दोलखा जिल्लाको बिगु नगरपालिका 8 त्यस्तै गरेर कालिन्चोक गाउँपालिकाका वडा नम्बर 1 र 2 का स्थानीयले मात्रै आइपिओ भर्न सक्नेछन्। स्थानीयका लागि यो अनलाइन उपलब्ध हुने छैन। उनीहरूले यसको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट ब्याङ्किङ त्यस्तै गरेर बिगु नगरपालिका 8 कालिन्चोक हाइड्रो पावरको कार्यालय त्यस्तै गरेर नेपाल ब्याङ्क, सिन्धु विकास ब्याङ्क र नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिङ्गटी शाखामा गएर आवेदन दिन सक्नेछन् र आवेदन शुल्क पनि 2 रुपैयाँ लाग्नेछ। स्थानीयले न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नेछन्। त्यस्तै गरेर स्थानीयका लागि आइपिओ भर्ने अन्तिम मिति फागुन 27 गते तोकिएको छ भने सो समयमा पनि पर्याप्त आवेदन परेन भने चाहिँ चैत्र 13 गतेसम्म आवेदन दिने समयावधि लम्बिनेछ। त्यस्तै गरेर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि 82,500 किता आइपिओ निष्कासन गरेको छ। सो आइपिओमा पनि न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आइपिओ अप्लाई गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ भर्ने अन्तिम मिति फागुन 17 गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने मेरो सेयर एप प्रयोग गरेर आइपिओ अप्लाई गर्न सक्नेछन् है त।